देश बन्दैन, स्टार्ट गरेर देश बन्छ, स्टार्ट गरेर देश बन्छ। 2 वर्ष अगाडि मजाक उडाएका थिए, अब 2 वर्षपछि ती ठट्टा गर्ने मान्छे को हुन्, मजाक उडाउने मान्छे को हुन् खोज्दा भेटिने छैन, किनभने रेलको छैन। स्टार्ट गरेर देश बन्दैन, स्टार्ट गरेर देश बन्छ, स्टार्ट गरेर देश बन्छ। 76 सालभित्र नेपालको पानी जहाजले झण्डा हालेर कसरी सामान बोकेर हिँड्छ, कसरी मान्छे बोकेर हिँड्छ हामी देखाउँछौँ। स्टार्ट गरेर देश बन्दैन, स्टार्ट गरेर देश बन्छ, स्टार्ट गरेर देश बन्छ। ग्यासको अभाव छ अहिले, तर हाम्रो जमिनमुनि ग्यास छ, हामीले फाल्ने फोहोरमा ग्यास छ। त्यस फोहोरको व्यवस्थापन गर्यो भने हामी ग्यास निकाल्न सक्छौँ, जमिनमुनिबाट ग्यास निकाल्न सक्छौँ। अरू थुप्रै विकल्पहरू हाम्रा निम्ति हुन सक्छन्। अलिक समय पर्खिनुहोस्, अहिले हामी अप्ठ्यारोमा छौँ, अलिकति समय लाग्छ, थोरै समय दिनुहोस्, चुलामा पाइप जान्छ। स्टार्ट गरेर देश बन्दैन, स्टार्ट गरेर देश बन्छ, स्टार्ट गरेर देश बन्छ। केरुङ काठमाडौँ पोखरा लुम्बिनी रेल मार्ग बन्छ। पेकिङबाट लासाबाट सिखार्जेबाट यहाँ आइपुग्छ कि पुग्दैन, तर केरुङ काठमाडौँ पोखरा लुम्बिनी रेलवे केही वर्षभित्र हामी छिटै त्यसको सर्वे गर्छौँ। छिटै स्टार्ट गरेर देश बन्दैन, स्टार्ट गरेर देश बन्छ, स्टार्ट गरेर देश बन्छ। तपाईहरु हेर्दै जानुहोस्, नेपालमा यत्रो बिग्न डोजर कहाँ आए, यता पनि चल्या छ उता पनि चल्या छ। तपाईहरु छक्क पर्नुहुनेछ। स्टार्ट गरेर देश बन्दैन, स्टार्ट गरेर देश बन्छ, स्टार्ट गरेर देश बन्छ। तपाईहरु छक्क पर्नुहुनेछ। यो ठाउँलाई अलिकति समय तपाईहरुले राम्ररी हेरिहाल्नुहोस्, इतिहासमा यस्तो अब कहिले पनि देखिने छैन। हेर्न लायकको ठाउँ हुनेछ, यो आधुनिक ठाउँ हुनेछ। यो मान्छे आइपुग्दा नेपालमै त छु भने जस्तो लाग्ने गरेको ठाउँ हुनेछ। त्यो हाम्रो संकल्प हो, अहिलेको सरकारको संकल्प हो।